नेपाल आइलिङ तपाईले यहाँ प्रेजेन्टेसन देखाएर चाहिँ हामी गम्भीर छलफलमा छौँ भनेर भयो त छलफल हामी गर्छौँ। हामीलाई कसैको प्रेसर छैन, हामीलाई जनताको प्रेसर छ, हामीलाई उपभोक्ताको प्रेसर छ। हस्पिटल छ, डाक्टरको दरबन्दी छ, इलाज भइरहेछ नि, किनभने डाक्टर सुतिरहेका छन्, सिलिन्डर सब घरमा सुतिरहेका छन्। त्यो सिलिन्डर जगाइदिन हामीले नै हो। म तपाईँलाई आग्रह गर्न चाहन्छु, मैले दुईवटा कुरा भने, एउटा ग्यास सिलिन्डरको म्यापिङमा यो कसैको प्रेसर होइन, मैले भने उपभोक्ताको प्रेसर। यो म्यापिङ हुनु पर्यो म्यापिङ कुनै पनि हालतमा हुनु पर्यो। आजैबाट सुरु गर्नुहोस् तपाईँहरू। मैले हिजो आफ्नै आमालाई सोधेँ कि हामी कहाँ कतिवटा सिलिन्डर छ भनेर सोधेको, एउटा सङ्ख्या उहाँले भन्नुभयो कि मैले यो अलिक बढी भएन, दुईवटा भए पुग्दैन भनेर भनेको, सक्यो भने तैँले काँधोमा बोकेर लिएर आउँछस् भनेर सोध्नुभयो कि। अनि यो काँधोमा बोक्ने त हाम्रो पुरा समितिकै जिम्मा छ, अहिले देशैभरिको सिलिन्डर बोक्ने जिम्मा छ, हामी बोक्छौँ पनि। ओभरटाइम भत्ता 13 करोड, दैनिक भ्रमण खर्च 4 करोड 57 लाख, कर्मचारी औषधि उपचार 4 करोड 80 लाख, महँगी भत्ता 3 करोड 87 लाख, यातायात भत्ता 3 करोड 36 लाख, कार्य प्रोत्साहन भत्ता, कार्य प्रोत्साहन एकदमै राम्रो कार्य गरेको हुनाले प्रोत्साहन भत्ता चाहिँ 3 करोड 5 लाख छ। हवाई इन्धन डिपोमा कार्यरत भत्ता 3 करोड, कर्मचारी पोसाक खर्च 2 करोड 14 लाख 50 हजार, उपसमिति बैठक भत्ता 1 करोड 25 लाख, घर रङरोगन खर्च छ है 69 लाख 95 हजार। 90 दिनको प्लान छ कि मसँग। यो 90 दिनमा चाहिँ एक ग्यास सिलिन्डर 1 करोड 75 लाख ग्यास सिलिन्डर चाहिँ कसरी यसलाई चाहिँ म्यापिङ गर्न सकिन्छ भनेर मैले एउटा प्लान बनाएको छु। 14.2 र 7.1 को कुरा पटक पटक आइरहेछ कि हामीले कुनै के अन्तर्राष्ट्रिय सन्धि गरे हौ र 14.2 कै सिलिन्डर मात्र नेपालमा दिन पाइने भनेर त्यस्तो कुनै अन्तर्राष्ट्रिय सन्धि छ कि हाम्रो संविधानमै लेखा छ त? कुन कोठामा कुन कर्मचारीले तपाईँलाई फाइल घुमाइरहेको छ त्यो पनि हामीले जानकारी पाऊँ। अब त्यो फाइल घुमाउने संयन्त्र बन्द हुनु पर्यो। कर्मचारीलाई 40 करोड 72 लाख भत्ता भनेर न्युज आएको थियो नयाँ पत्रिकामा, अब कतिको पढ्नु भएको छ। त्यसमा ओभरटाइम भत्ता 13 करोड, दैनिक भ्रमण खर्च 4 करोड 57 लाख, कर्मचारी औषधि उपचार 4 करोड 80 लाख, महँगी भत्ता 3 करोड 87 लाख, यातायात भत्ता 3 करोड 36 लाख, कार्य प्रोत्साहन भत्ता, कार्य प्रोत्साहन एकदमै राम्रो कार्य गरेको हुनाले प्रोत्साहन भत्ता चाहिँ 3 करोड 5 लाख छ। हवाई इन्धन डिपोमा कार्यरत भत्ता 3 करोड, कर्मचारी पोसाक खर्च 2 करोड 14 लाख 50 हजार, उपसमिति बैठक भत्ता 1 करोड 25 लाख, घर रङरोगन खर्च छ है 69 लाख 95 हजार, सञ्चालक समिति बैठक भत्ता 52 लाख, अनुगमन भत्ता 38 लाख 40 हजार, फिल्ड भत्ता 6 लाख 60 हजार, दुर्गम स्थान भत्ता 55 हजार। यो लगभग 42 करोड छ कि 41 करोड 40 करोड 72 लाख। यो किन भन्दैछु भन्दाखेरि हामीले 17 दिन अगाडि एउटा निर्देशन दिएका थियौँ। यो सबै तपाईँले भनिरहनु भएको रोग जुन छ नि, यो सप्लाई छैन अथवा ग्यास सिलिन्डर पुग्न सकेको छैन भन्दाखेरि भारतबाट ग्यास पर्याप्त सप्लाई भएको छ। ग्यास उत्पादकहरूले आएको ग्यास नभर्ने कुरै भएन, सिलिन्डर आएपछि भरिहाल्छन् होइन, भरेर आफ्नै डिपोमा राख्दैनन् होला, आफ्नै उद्योगमा त राख्ने होइनन्, बजारमै छोड्ने हो भने सिलिन्डर अझ घरमा लुकिरहेको अवस्था छ होइन। त्यो सिलिन्डर हामीले के निर्देशन दिएको थियौँ भन्दाखेरि, अब यो समितिले समाधान दिन्छ कि दिँदैन भनेर तपाईँले सोध्नुहुन्छ भने हामीले 17 दिन अगाडि चाहिँ यो सिलिन्डर म्यापिङ हुनु पर्यो भनेर निर्देशन दिएका थियौँ कि। हामीलाई थाहा छ 17 दिनमा म्यापिङ हुन सक्दैन, तर त्यो म्यापिङमा के गरियो त? के गरियो त? त्यो म्यापिङको काममा चाहिँ के गरियो? नेपाल आइलिङ तपाईँले यहाँ प्रेजेन्टेसन देखाएर चाहिँ हामी गम्भीर छलफलमा छौँ भनेर भयो त छलफल हामी गर्छौँ। हामीलाई कसैको प्रेसर छैन, हामीलाई जनताको प्रेसर छ, हामीलाई उपभोक्ताको प्रेसर छ। अब चाहिँ हामीलाई यस्तो लटरपटर जवाब नदिनुहोस् हजुर। हामीले 17 दिनमा 4वटा बैठकमा यो काम गऱ्यौँ, हामी यो आर्किटेक्चरमा जाँदैछौँ भनेर भन्नुहोस्। यी मैले हिजो राति मात्र बनाएको यो 90 दिनको प्लान छ कि मसँग। यो 90 दिनमा चाहिँ एक ग्यास सिलिन्डर 1 करोड 75 लाख ग्यास सिलिन्डर चाहिँ कसरी यसलाई चाहिँ म्यापिङ गर्न सकिन्छ भनेर मैले एउटा प्लान बनाएको छु। म तपाईँहरू जस्तो विज्ञ पनि होइन, मैले जिन्दगीमा प्रोत्साहन भत्ता पनि पाएको छैन र मैले घर रङरोगन गर्नको लागि भत्ता पनि ल्याएको छैन, तर हामीमा जिम्मेवारी बोध छ, हामीले काम गर्न खोजेका छौँ। त्यसैले यो सरकारको स्पिड, यो समितिको स्पिडसँग यदि म्याच हुन सकिन्न भने चाहिँ अघि बुद्धिपन्त मान्यजीले भन्नु मार्ग प्रशस्त गरिदिनुहोस्। यो देशमा धेरै ट्यालेन्टेड व्यक्तिहरू छन्, धेरै छन्, काम गरिदिने खाले छन्। 72 घन्टाभित्रमा सफ्टवेयर बनाइदिने मान्छे पनि छन् यो देशमा होइन। त्यसैले यसमा चाहिँ कुनै पनि किसिमको लटरपटर नगरौँ। यो म्यापिङको काम म एकदम साधारण कुरा भन्न चाहन्छु कि
यदि आरएफआइडी म्यापिङ बार कोडिङ गरेर ग्यास सिलिन्डरलाई हामीले उपभोक्ताहरूलाई 30 दिनभित्रमा तपाईँहरूको ग्यास सिलिन्डरमा चाहिँ आरएफआइडी कोड लागेन भने यो ग्यास चाहिँ एक्सचेन्ज हुँदैन भन्ने भने के हुन्छ? सबै ग्यास आउँछ डिपोमा। अनि यो कसले सोधिदिनु पर्ने त? यो समितिले सोधिदिनु पर्ने हो र? हामी त एउटा सैद्धान्तिक निर्देशन दिने, हामीले सुझाव दिने हो कि। त्यो पनि हामीलाई गर्न भन्नुहुन्छ भने हामी गरिदिन्छौँ। तपाईँहरू बस्नु, हामी गरिदिन्छौँ, त्यो पनि गरिदिन्छौँ। तपाईँलाई 30 दिन भने चाहिँ हामी 10 दिनमा गरेर देखाइदिन्छौँ। तर हामी कार्यकारी भूमिकामा छैनौँ। हामी कार्यकारी भूमिकामा छैनौँ, हामी विधायिका भूमिकामा छौँ। त्यो यसमा चाहिँ कुनै पनि किसिमको इफोर्ट नगर्नुहोस्। 1,75,00,000 ग्यास सिलिन्डर चाहिँ राज्यसँग डेटा हुनु पर्यो। सजिलो छ त, नेपाल इलेक्ट्रिसिटी हरेक घरमा मिटर छ। त्यो मिटरसँग जोड्नु न हाउसहोल्डलाई। त्यो हाउसहोल्डको सङ्ख्या भयो, हरेक ग्यास सिलिन्डरमा एउटा आइडी हाल्नुहोस् न। त्यो ग्यास सिलिन्डर डिपोमा छ कि, डिलरका छ कि, फिलिङ स्टेसनमा छ कि, काठमाडौँको सामाखुसीमा छ कि, हुम्लामा छ भन्ने कुरा कुन कम्पनीको छ भनेर त्यो थाहा पाउन नसकिनु र म ग्यास उत्पादक सङ्घलाई पनि रिक्वेस्ट गर्न चाहन्छु, अलिकति टेक्निकल भएर, अलिकति इनोभेटिभ भएर चाहिँ तपाईँले पनि अप्रोच चाहिँ नेपाल आयल निगमलाई अलिकति तपाईँले सहकार्य गरेर पनि काम गर्नुभयो भने हामीलाई अलिकति सहज हुन्थ्यो। अर्को कुरा, यो 14.2 र 7.1 को कुरा पटक पटक आइरहेछ कि हामीले कुनै के अन्तर्राष्ट्रिय सन्धि गरे हौँ र 14.2 कै सिलिन्डर मात्र नेपालमा दिन पाइने भनेर त्यस्तो कुनै अन्तर्राष्ट्रिय सन्धि छ कि हाम्रो संविधानमै लेखाएको छ त? फेरि सर्टेज भयो भने चाहिँ 7.1 गर्ने अनि नत्र 14.2 नै गर्ने अनि यो के हो? यो एउटा 5 स्टार होटलले चाहिँ महिनाको 300 सिलिन्डर प्रयोग गरिरहेछ कि, 300 सिलिन्डर। उसलाई 14.2 को ठाउँमा 100 किलो अथवा 450 किलोको सिलिन्डर प्रयोग भइरहेछ इन्डियामा, युरोपमा। 450 किलोको सिलिन्डर दिने भने त 10वटा सिलिन्डर भए पुग्छ होला। अनि ग्यास सिलिन्डर होर्डिङ भएको छ कि छैन, लुकाएका छन् कि छैनन्? अस्ति भर्खर 938 रुपियाँ जति पर सिलिन्डर राज्यले लस बेहोरिरहेको भन्ने इन्फर्मेसन हामीले पायौँ। अनि 500 रुपियाँको चिया बेच्ने 5 स्टार होटललाई चाहिँ राज्यले 938 रुपियाँ लस गरेर सिलिन्डर दिनुपर्ने? अनि यहाँ कोठा भाडा लिएर बसिरहेका विद्यार्थीहरूले चाहिँ त्यतिमै सिलिन्डर पाउनुपर्ने? हामीले यो समायोजन गर्न नसकेका हौँ कि? जाउँ न, हामी अब 5 किलोको सिलिन्डर पनि दिउँ। किरियामा बसेका व्यक्तिलाई 14 किलोको सिलिन्डर किन दिने? 14 किलो सिलिन्डर खपत हुन्छ किरिया बसेको व्यक्तिलाई। 5 किलोको सिलिन्डर दिउँ न, 50 किलोको सिलिन्डर ल्याउँ, 450 किलो, सबभन्दा माथिको लिमिटमा जाउँ न। मैले कहाँसम्म कुरा सुनेको छु भन्दाखेरि यो अब 450 किलोको सिलिन्डर, 100 किलोको सिलिन्डर भन्ने बित्तिकै तपाईँले आयल निगममा 3 वर्ष फाइल झुलाइदिनुहुन्छ अरे। किन झुलाउनुहुन्छ? कुनै व्यापारीले, कुनै उत्पादकले यहाँ सहजीकरणको लागि, लजिस्टिकल सहजीकरणको लागि कुनै नयाँ इनोभेटिभ आइडिया आउँछ भने त्यो कोठा बाई कोठा घुमिरहनु पर्ने उसको फाइल। म सम्पूर्ण उत्पादकहरूलाई पनि आग्रह गर्न चाहन्छु, त्यस्तो फाइल यदि घुम्छ भने हामीलाई जानकारी गराउनुहोस्। कुन कोठामा कुन कर्मचारीले तपाईँलाई फाइल घुमाइरहेको छ, त्यो पनि हामीले जानकारी पाऊँ। अब त्यो फाइल घुमाउने संयन्त्र बन्द हुनु पर्यो। हामीलाई यो सल्युसन दिनु पर्यो। 50 किलो, 100 किलो, 450 किलो, 5 किलोको सिलिन्डर तपाईँहरू ओपन गर्नुहोस्। त्यसपछि 14.2 किलोको सिलिन्डर चाहिँ आम जनता हाउस होल्डमा युज हुन्छ। बाँकी सिलिन्डर कमर्सियल युजमा हुन्छ कि सब्सिडाइज रेटमा स्टुडेन्टले पाउने हो कि किरियामा बस्ने व्यक्तिले पाउने हो कि, त्यसलाई क्याटेगोराइज गरौँ। एउटा इन्डस्ट्रीले, एउटा प्लास्टिक इन्डस्ट्रीले महिनाको 1000 सिलिन्डर खपत गरिरहेको छ। त्यो 1000 सिलिन्डर भनेको त 9 लाख रुपियाँ सरकारले लस बेहोर गरिदिनुपर्ने, 5 स्टार होटललाई 3 लाख रुपियाँ महिनाको बेहोर गरिदिनुपर्ने। लगभग हामीले हिसाब गरेको 65 करोड रुपियाँ महिनाको चाहिँ कमर्सियल युसेजमा सरकारले बेहोरिरहेको लस हो कि। त्यो भनेको 7.5 अर्ब हो। अझ भ्याट रिटर्न पनि फाइल गर्छन्, त्यो भनेको 250 पर सिलिन्डर त उसले फिर्ता पनि पाइरहेछ। 8.5 अर्ब राज्यको गइरहेछ ग्यासमा मात्र। त्यसपछि हामी गम्भीर हुने कि नहुने? हामीले खालि इन्डियासँग ग्यास ल्याउने, सप्लाई म्यानेज गर्ने, अनि हामीले चाहिँ पुर्याइदिने। त्यसपछि हस्पिटल छ, डाक्टरको दरबन्दी छ, इलाज भइरहेछन्, किन भन्दा डाक्टर सुतिरहेका छन्, सिलिन्डर सब घरमा सुतिरहेका छन्। त्यो सिलिन्डर जगाइदिने हामीले नै हो। म तपाईँलाई आग्रह गर्न चाहन्छु, मैले दुईवटा कुरा भने, एउटा ग्यास सिलिन्डरको म्यापिङमा यो कसैको प्रेसर होइन, मैले भने उपभोक्ताको प्रेसर। यो म्यापिङ हुनु पर्यो यो म्यापिङ कुनै पनि हालतमा हुनु पर्यो। आजैबाट सुरु गर्नुहोस् तपाईँहरू, भोलि पर्सि आज गएर तपाईँहरू सुरु। म मन्त्रीज्यूलाई नै आग्रह गर्न चाहन्छु, यसमा मन्त्रीज्यूले प्रत्येक दिन हरेक 24 घण्टामा एकचोटि रिपोर्ट लिनु होला। मन्त्रीज्यू
के भइरहेछ भनेर हैन। ग्यास सप्लाई त छ त हामीसँग। अर्को कमर्सियल सिलिन्डर अब हामीले इन्ट्रोड्युस गर्छौँ। हामी कमर्सियल सिलिन्डर इन्ट्रोड्युस गरौँ, रेटमा कर्णालीमा सस्तो दिनुपर्ने हो कि हुम्लामा सस्तो दिनुपर्ने हो कि काठमाडौँ कोठा लिएर पढेका विद्यार्थीलाई सस्तो दिनुपर्ने हो कि त्यहाँ सस्तो दिउँ। बाँकी 5 स्टार होटलमा ठुला ठुला उद्योगहरूमा उहाँलाई फरक पनि पर्दैन। ठुला ठुला उद्योगमा एउटा सानो र मेटेरियलको रूपमा हामीले एलपी ग्यास युज गरिरहेका छौँ भने, इनपुट छ भने उहाँहरू तिर्न पनि तयार हुन्छ। अहिले 3टा उद्योगलाई त मैले यहाँ बुझेअनुसार त 3टा उद्योगलाई आरती स्टिल, जगदम्बा स्टिल र प्राइम सेरामिकमा त आयल निगमले डाइरेक्ट ट्याङ्कर 10% परल मूल्यमा 10% नाफा लिएर गइरहेछ। त्यो नाफा लिएर किन नगर्ने त अरूमा पनि? त्यो गरौँ न। लगभग 15 दिनमा 65 करोडको लस भएको छ भन्ने मैले अस्ति अध्ययन गरिरहेको थिएँ होइन। 7 लाख सिलिन्डर प्रत्येक महिना कमर्सियल युजमा गइरहेको छ। 7 लाख सिलिन्डर, त्यसलाई एकचोटि 938 रुपियाँले गुणा गरौँ, कति लस भइरहेछ त हामीलाई? यसलाई मिटिगेट गर्ने कि नगर्ने त? हामी यही समाधान निकाल्नुलाई मैले अघि मात्र भने यो संयन्त्र चाहिँ समाधान निकाल्ने संयन्त्र हो। समाधान हामी निकाल्छौँ। यसभन्दा अगाडि चाहिँ कुनै इस्युमा समितिमा बैठक बसेपछि 17औं दिनमा फेरि त्यही इस्युमा बैठक बस्दैन थियो कि। यो 17औं दिनमा हामी 17 घन्टामा बस्छौँ फेरि, त्यस्तै पऱ्यो भने समाधान तपाईँले जसरी पनि निकालिदिनु पऱ्यो। अर्को मैले यहाँ अब जसलाई जति चाहिने त्यति नै लिनुपर्ने आग्रह चाहिँ गरेर भएन कि। मैले हिजो आफ्नै आमालाई सोधेँ कि हामी कहाँ कतिवटा सिलिन्डर छ भनेर सोधेको। एउटा सङ्ख्या उहाँले भन्नुभयो कि मैले यो अलिक बढी भएन, 2टा भए पुग्दैन भनेर भनेको। सक्यो भने तैँले कानामा बोकेर लिएर आउँछस् भनेर सोध्नुभयो कि मलाई। अनि मेरो कानामा बोक्ने त हाम्रो पुरा समितिकै जिम्मा छ। अहिले देशैभरिको सिलिन्डर बोक्ने जिम्मा छ, हामी बोक्छौँ पनि। त्यो बोक्न तपाईँहरूले सहजीकरण गरिदिनु पऱ्यो। बाँकी केही त्यस्ता इनोभेटिभ आइडियाजहरू छन्। मैले अघि मात्र भने सफ्टवेयरमा हामी जान सकेन भने, हामीले इन्टिग्रेट गर्न सकेन भने सिलिन्डर संसारमा कस्तोसँग प्र्याक्टिस छ भन्दाखेरि एउटा सिलिन्डर कहिले रिफिल भयो, त्यसको ड्युरेबिलिटी के छ होइन, कुन डिपोमा रिफिल भयो, कुन डिस्ट्रिब्युटरका गइरहेछ, यो सबै कुरा हामीले म्याप गर्न सक्यो भने यो समस्या समाधान हुन्छ कि यो समाधान हुने समस्यामा हामी पटक पटक छलफल गरिरहेका छौँ। र यसको उपाय त निकाल्नु पऱ्यो नि हो। यसको उपाय निकाल्नु पऱ्यो। यसको एउटै उपाय छ, सिलिन्डर म्यापिङमा हामी जाउँ। अर्को भनेको कमर्सियल सिलिन्डर। सानो चिया पसल गरेर चिया बेच्ने व्यक्तिले चाहिँ सस्तैमा ग्यास पाउनु पऱ्यो। तर त्यही चिया उहाँले 20 रुपियाँमा बेचिरहनु भएको छ। त्यही चिया काठमाडौँको होटलमा 500 रुपियाँमा पनि पाइएको छ। अनि 500 रुपियाँमा चिया बेच्ने होटललाई पनि हामीले सब्सिडाइज रेटमा किनिदिने अथवा सस्तोमा किनिदिने। त्यो कुरामा चाहिँ गम्भीर। यसलाई पनि तुरुन्त म चाहन्छु तपाईँले निर्णय गर्नुहोस्। सिलिन्डरको अप्सन ओपन गर्नुहोस्। विभिन्न तरिकाका सिलिन्डर, विभिन्न किलोग्रामका सिलिन्डर ओपन गर्नुहोस्। त्यसमा म उद्योगी साथीहरूलाई पनि भन्न चाहन्छु, तपाईँहरू पनि यसमा लागेर यसमा तपाईँहरूको तर्फबाट पनि हामीलाई ठुलो इनपुट चाहिन्छ होइन। र के छ, के छ तपाईँले भन्न चाहन्छु भन्नुहोस् न, प्लिज।